हेलो साथीहरू, म फेरि पनि आइसकेको छु तपाईँहरूको साथमा द स्माइल विथ लेनक्स बोय। सो गाइज, आजको यसो बेलुकाखेरिको हावा खान निस्किउँ न त भन्ने कुरा भयो हाम्रो साथीभाइसँग। फेरि निस्केको है म तपाईँहरूकै लेनक्स बोय। वेलकम टु माई न्यू भिडियो गाइज। फेरि पनि स्वागत छ तपाईँहरूलाई आजको चिसो मौसममा बेलुकाखेरि यसो दामी भ्यूको साथ हावा खाँदै हिँड्दै तपाईँहरूलाई राम्रो यस्तै राम्रो भ्यू देखाउनलाई म भिडियोमा आइसकेको छ। फेरि पनि द स्माइल विथ लेनक्स बोय च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु गाइज। यस्तै त हो नि होइन, अब के गर्नु। यसो आज चाहिँ हावा खान निस्किदिउँ न त भन्ने कुरा गर्नुभयो साथीले, अनि त्यसपछि निस्किदिएको हेर्न सक्नुहुनेछ तपाईँहरू। यो चाहिँ सिन्धुली घन्टे भन्ने ठाउँमा हो होइन। सिन्धुली उता हाम्रो दामी छ ठाउँ, हेर्न आउन सक्नुहुनेछ तपाईँहरू पनि। यसो भिजिट गर्न आउन सक्नुहुनेछ है त। दामी छ है ठाउँ चाहिँ, हेर्न सक्नुहुनेछ। भ्यू पनि दामी छ बेलुका टक्का चिसो हावामा होइन। हेर्नु न, अब धान भर्खर रोपेको होइन, यस्तो राम्रो हरियाली वातावरण। यो चाहिँ घन्टे चोक हो। तपाईँहरूलाई यसो देखाउने म देखाइराख्नेछु म यस्तै अब नयाँ ठाउँहरू, नयाँ मान्छेहरू, नयाँ भिडियोको साथ तपाईँहरूलाई यसो होइन सानो मुहारमा मुस्कान छाइराख्ने, आफू पनि खुसी, अरूलाई पनि खुसी गर्ने प्रयास गरिराख्नेछु। तपाईँहरूले माया गरिदिनु होला। म पनि हजुरहरूलाई धेरै माया गर्छु। सबैलाई माया छ मेरो तर्फबाट नि। यस्तै हो, यसो हेर्ने के अरे बेलुकाखेरि निस्किम भनेर हिँडेको, अनि भिडियो गरौँ न त, अब यसो भ्लग बनाइदिउँ सानो भए पनि भनेर म तपाईँहरूलाई आज यस मेरो भ्लगलाई अगाडि बढाउँदै म तपाईँहरूलाई देखाउने छु र भन्ने पनि छु है त। सट्ट यसरी हिँड्दै थियौँ हामी गफ गर्दै होइन, साथीभाइ यसो गफ गर्दै हिँड्यौँ न त भन्ने कुरामा अब हाम्रो यहाँ अगाडि चाहिँ अब सेकुवा कर्नर हाउस थियो। अब त्यहाँ सेकुवा खाइदिउँ न त भन्ने कुरा गर्नुभयो। हुन्छ, खाइदिउँ न त भनेर हिँड्यौँ हामी। ठ्याक्क हिँड्दै अब हामी सिन्धुलीबाट ठ्याक्क बागमती पुल, यो बागमती पुल हो आयो होइन। यसो हेर्दाखेरि त आहा, हेर्न सक्नुहुनेछ कस्तो राम्रो भ्यू भनेर मैले यसो क्यामेरा चारैतिर घुमाइदिएँ क्या मैले। कस्तो राम्रो भ्यू, आहा लगाएछ हेर्नुहोस् त, खोला नाला होइन, आकाश, हरियाली ठाउँ कस्तो राम्रो भन्दै यसो हिँडेँ। अनि ल हामी चाहिँ सेकुवा खान जानुपर्छ भन्दै यसो टक्क हिँड्दै थियो होइन। अनि टक्क साँच्चै यो चाहिँ मकवानपुर र सिन्धुली छुट्याउने पुल बागमती खोलाबाट छुट्छ है गाइज, हाम्रो मकवानपुर र सिन्धुली चाहिँ। अनि टक्क लगाएर हिँडेँ यहाँ। अनि यसो नानीहरू रहेछ अटोमा, अनि ओ हाई हेलो भनेर मैले हेलो भनेर हात हल्लाइदिएको थियो। अनि उनीहरूले नि हेलो भन्दै थियो है। सो गाइज, अहिले चाहिँ हामी अब सेकुवा कर्नर आइपुग्न थालिसक्यो। सो सेकुवा खानालाई अब हामी छिर्नेछौँ। आज सङ्क्रान्ति पनि हो। सो सबैजनालाई सङ्क्रान्तिको अग्रिम शुभकामना भन्दै हामी चाहिँ सेकुवा कर्नर आइपुग्यो फाइनली गाइज। हेलो गाइज, वेलकम ब्याक। फेरि पनि आइसकेको छ। सेकुवा खाम भनेर गरेको, सेकुवै छैन भन्न थाल्यो। अनि त्यसो भए घर चल्दिउँ न त भनेर भन्यो साथीले। हुन्छ ओके भनेर हामी घर फर्किए गाइज। सो गाइज, आजको लागि चाहिँ यति नै। अब अर्को नयाँ भिडियोमा भिडियो लिएर आउनेछु भन्दै बाचा गर्दै आजको लागि चाहिँ यति नै। टाटा बाई बाई गर्दै